धेरै मानिसहरूलाई थाहा नहुन सक्छ कि हाम्रो घरमा युज हुने बिजुलीको रेट र इन्डस्ट्रीहरूमा उद्योगहरूमा युज हुने बिजुलीको रेट फरक हुन्छ। हाम्रो घरमा 24 घण्टामा जतिखेर युज गरे पनि सेम दर लाग्छ भने इन्डस्ट्रीहरूमा टिओडी मिटर लागेको हुन्छ। टिओडी मिटर मतलब टाइम अफ द डे, कुन दिनको कुन समयमा कति खपत भयो त्यो अनुसारको अलग अलग रेट हुन्छ। 24 घण्टालाई 3 भागमा डिभाइड गरेको हुन्छ। बिहानको 5 बजेदेखि साँझको 5 बजेसम्मको बिचमा 8 रुपियाँ 55 पैसा लाग्छ भने साँझको 5 बजेदेखि रातिको 11 बजेसम्म सबभन्दा धेरै यानि कि 10 रुपियाँ 50 पैसा प्रति युनिट लाग्छ। रातिको 11 बजेदेखि बिहानको फेरि 5 बजेसम्मको बिचमा जति बिजुली खपत भएको हुन्छ त्यसको सबभन्दा कम यानि कि 5 रुपियाँ 40 पैसा मात्र प्रति युनिट तिर्नुपर्ने हुन्छ। तर हाम्रो घरमा 0 देखि 20 युनिटको 4 रुपियाँ प्रति युनिट खर्च लाग्छ भने 21 देखि 30 युनिट खपत गर्ने हो भने त्यो बिचको रेट 6.5 रुपियाँ हुन्छ। त्यसै गरी 31 देखि 50 युनिटको बिचमा जति खपत हुन्छ त्यसको 8 रुपियाँ प्रति युनिट तिर्नुपर्छ। 51 देखि 51 देखि 250 प्रति युनिट 9.5 रुपियाँ लाग्छ र यदि हामीले 250 युनिट भन्दा बढी खर्च गरिरहेको छौँ भने त्यो युनिटको रेट 11 रुपियाँ प्रति युनिटको हिसाबले क्याल्कुलेसन हुन्छ। र अर्को सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने हाम्रो वर्षमा वैशाखदेखि चैतसम्म सेम रेट हुन्छ भने इन्डस्ट्रीहरूमा त्यस्तो हुँदैन। वैशाखदेखि मङ्सिरसम्म फरक रेट हुन्छ, यानि कि रातिको समयमा जुन छुट मिलिरहेको थियो 5 रुपियाँ 40 पैसा मात्र तिर्नु पर्थ्यो त्यो अब पुसदेखि चैत महिनासम्म 4 महिनाको लागि दिउँसोमा युज गरेको र रातिमा युज गरेको बराबर रेट हुन्छ 8 रुपियाँ 55 पैसा।